नमस्कार र स्वागत छ तपाईहरू सबैलाई हाम्रो साइबर अवेरनेस सिरिजको एपिसोड 6 मा। आज हामी कुरा गर्न गइरहेको छौं त्यो कुरा जसले इन्टरनेटको दुई भाग बाँडेको छ। एक भाग जुन हामी दैनिक प्रयोग गर्ने छौं, फेसबुक, गुगल, युट्युब, टिकटक, र अर्का भाग जुन इन्टरनेटको सबैभन्दा रहस्यमय भाग हो, द हिडन वेब, जहाँ प्राइभेसी, फ्रिडम र सिक्रेट लुकेका हुन्छन् र त्यो रहस्यमय ढोका खोल्ने चाबी हो टर ब्राउजर। आज हामी बुझ्ने छौं टरको इतिहास, त्यसको संरचना, प्रयोग, फाइदा, जोखिम र भविष्य, सबै कुरा विस्तारमा। तर सम्झनुहोस्, यो एपिसोड केवल एजुकेसन पर्पजको लागि मात्र हो। हाम्रो उद्देश्य तपाईहरूलाई सिकाउनु कि कसरी टेक्नोलोजीलाई जिम्मेवारीपूर्वक प्रयोग गर्ने र आफ्नो प्राइभेसी र आइडेन्टिटी सुरक्षित राख्ने। त्यसो भए सुरु गरौँ आजको एपिसोड, टर ब्राउजर, द हिडन वेब एक्सप्लेन्ड। टरको इतिहास। टरको पूरा नाम हो द अनियन राउटर। यसको सुरुवात सन् 1990 तिर भएको हो र यसको आधार युएस नेभल रिसर्च ल्याबोरेटरी, अमेरिकी नौसेना अनुसन्धान प्रयोगशालाले राखेको थियो। यस समयमा सेना र सरकारको गोप्य कम्युनिकेसन सिस्टमलाई सुरक्षित राख्ने चुनौती थियो, जासुकी, निगरानी र साइबर एट्याकबाट जोगिन। यसैले 3 अनुसन्धानकर्ता पावल साइबरसन, मिचाइल जिरिट र डेभिड गोल्डसेङ्कले विकास गरे अनियन राउटिङ भन्ने अवधारणा। अनियन राउटिङ भन्ने कुरा के हो भने डाटालाई धेरै तहमा मल्टिपल लेयर इन्क्रिप्ट गरेर पठाउने प्रक्रिया हो। हरेक तह लेयरले अर्का नोड सर्भरमा पठाउँछ, जसले केवल एउटा लेयर मात्र खोल्न सक्छ, पुरै डाटा होइन। यसले गर्दा कोही पनि मध्यमा बसेको नोडले पुरै मार्ग पाथ बुझ्न सक्दैन र तपाईको वास्तविक पहिचान लुकिरहन्छ। सन् 2002 मा यसको पहिलो भर्जन रिलिज गरियो र सन् 2006 मा द टर प्रोजेक्ट इन्च नामक नन प्रफिट अर्गनाइजेसन भनेर सार्वजनिक गरियो। टोरको उद्देश्य थियो सर्वसाधारण र प्रयोगकर्ताहरूलाई गोप्य र स्वतन्त्र रूपमा इन्टरनेट प्रयोग गर्न दिने। यही कारणले टर आज पनि पत्रकार, मानव अधिकार कार्यकर्ता र प्राइभेसी एडभोकेटहरूका लागि एक भरोसामन्द साधन बनेको छ। अब बुझौं टरको वास्तविक काम गर्ने तरिका। जब तपाईँ टर ब्राउजर खोल्नुहुन्छ र कुनै वेबसाइटमा जानुहुन्छ, तपाईको अनुरोध, रिक्वेस्ट सिधा त्यो वेबसाइटमा पुग्दैन। पहिले तपाईको डेटा इन्क्रिप्टेड हुन्छ धेरै तह लेयरमा। यसपछि त्यो डेटा टर नेटवर्कमा 3 मुख्य नोडबाट गुज्रन्छ। इन्ट्री नोड, गार्ड नोड। यहाँबाट डाटा पहिलो पटक टर नेटवर्कभित्र प्रवेश गर्दछ। मिडल रिले। यो नोड डाटालाई अर्का दिशातर्फ पठाउँछ, तर सोर्स पत्ता लगाउन सकिँदैन। एक्जिट नोड। अनन्त यो नोडबाट डाटा बाहिर निस्किन्छ र लक्ष्य वेबसाइटमा पुग्दछ। यसरी प्रत्येक नोडले केवल आफ्नो अगाडि र पछाडिको नोड मात्र जान्दछ। यसले नै तपाईको आइडेन्टिटी एनोनिमस, गोप्य बनाउँछ। यो नै टरको शक्ति हो। टर प्रयोगका मुख्य फाइदाहरू। अब कुरा गरौँ टर किन प्रयोग गर्ने। प्राइभेसी एन्ड एनोनिमिटी। टर प्रयोग गर्दा तपाईको आइपी एड्रेस र लोकेसन ट्र्याक गर्न निकै कठिन हुन्छ। जर्नलिस्ट एन्ड विस्टल ब्लोवरका लागि संवेदनशील जानकारी साझा गर्नेहरू टरबाट सुरक्षित हुन्छ। सेन्सरशिप बाइपास। कुनै देशमा वेबसाइट ब्लक भए पनि टरले त्यो एक्सेस गर्न दिन्छ। रिसर्चर्स र साइबर एक्सपर्टका लागि टरलाई इथिकल टेस्टिङ, नेटवर्क रिसर्च र सेक्युरिटी एनालिसिसमा पनि प्रयोग गरिन्छ। टरले स्वतन्त्रता र गोपनीयता दिन्छ, तर यसको गलत प्रयोग पनि हुन्छ। टर नेटवर्कभित्र एउटा भागलाई डार्क वेब भनिन्छ। यहाँ पाइने कुराहरू इलिगल मार्केट प्लेस, ह्याकिङ टुल्स एन्ड सर्भिसेस, डेटा ब्रिचेस, डेटाबेस, मालवेयर र फेक डकुमेन्ट्स। तर ध्यान दिनुहोस्, टर आफैले यी सबै सपोर्ट गर्दैनन्। टर केवल एउटा टुल हो। अपराधीहरूले यसको गलत प्रयोग गर्दा मात्र समस्या हुन्छ। टर र भिपिएन बीचको फरक। धेरैले सोध्ने गर्छन्, टर र भिपिएन के फरक हो? भिपिएन तपाईको डाटा एउटा सेन्ट्रल सर्भर मार्फत इन्क्रिप्ट गरेर पठाउँछ, तर भिपिएन प्रोभाइडरले तपाईको वास्तविक आइपी थाहा पाउँछ। टर डिसेन्ट्रलाइज नेटवर्क हो। हजारौं भोलिन्टियर सर्भरहरूबाट बनेको हुन्छ। कसैले पनि सम्पूर्ण ट्राफिकको मार्ग हेर्न सक्दैनन्। टर अलि ढिलो, स्लो हुन सक्छ, तर भिपिएन भन्दा बढी एनोनिमस हुन्छ। टरको भविष्यको कुरा गर्नुपर्दा आज टरको प्रयोग संसारभरि बढ्दो छ, तर निगरानी पनि बढेको छ। कसरी टर प्रयोगकर्ताहरू ट्र्याक गर्ने भन्ने प्रयासहरू भइरहेका हुन्छन्, तर टर प्रोजेक्टले नयाँ प्रणालीहरू ल्याएको छ। स्नोफ्ल्याग ब्रिज। प्रतिबन्धित देशहरूमा टर एक्सेस गर्ने सहयोग। इम्प्रुभड इन्क्रिप्सन। अझ मजबुत सुरक्षा ल्याउने। डिसेन्ट्रलाइज डिरेक्टोरिज। नोट सूचीहरूलाई सुरक्षित राख्ने उपाय। भविष्यमा टर केवल प्राइभेसीको लागि नभई डिजिटल फ्रिडम मुभमेन्टको मेरुदण्ड बन्न सक्छ। अन्त्यमा
टर प्रयोग गर्नु गलत होइन, तर गलत तरिकाले प्रयोग गर्नु गलत हो। हामीले सिक्नुपर्ने कुराहरू कसरी आफ्नो डाटा सुरक्षित राख्ने, कसरी ट्र्याकिङबाट बच्ने र कसरी रेस्पोन्सिबल इन्टरनेट युजर बन्ने भन्ने कुरा ध्यान दिनुपर्छ। याद राख्नुहोस्, प्राइभेसी इज नट अ क्राइम, इट्स अ राइट। स्टे अवेर, स्टे सेक्योर, स्टे प्राइभेट। धन्यवाद। अर्का एपिसोडमा हामी कुरा गर्नेछौँ अर्का गहिरो महत्त्वपूर्ण विषयमा। तबसम्मको लागि स्टे सेफ, स्मार्ट एन्ड साइबर अवेर।